यो संसारमा छ नि तनाव दिने मान्छेको चाहिँ कमी हुँदैन रहेछ क्या हैन। कसरी हुन्छ यिनीहरूलाई तनाव दिउँ, सायद अब त्यो चाहिँ उनीहरूले दिन खोजेको चाहिँ सुझाव होला। मलाई चाहिँ तनाव लागेको हुनसक्छ हैन, स्पेसली केटी मान्छेलाई। जब एउटा केटी मान्छेको बिहा हुँदैन नि, किन बिहा भएन, ढिलो भयो, किन भयो, अब यो त बुढी कन्यै बस्ने भई, अब के गर्छ यस्तो, उनीहरूलाई एकदम तनाव हुन्छ हैन। जो बिहा नगर्ने मान्छे त्यसलाई केही पनि भएको हुँदैन होला सायद त्यति धेरै जति उनीहरूलाई हुन्छ। अनि त्यसपछि जसो तसो गरेर त्यसको बिहा हुन्छ हैन। बिहा भएको 1 वर्ष हुन लाग्न पाएको हुँदैन, अब त बेला भएन बच्चा पाउने, अब उनीहरूलाई हतार भइसक्यो हुन्छ हैन। अब मेरै कुरा गरौँ, मैले बिहा गरेको 3 वर्षपछि मेरो छोरी पाएको हो। म मेरो छोरीलाई लिएर एकदम धेरै खुसी छु। अब मलाई मेरो छोरी 4.5 वर्ष पनि बाँकी छैन, मलाई सुरु भइसक्यो अर्को बच्चा कहिले पाउने। हुने भएदेखि तिनीहरूले मेरो पेट चिरेर एउटा बच्चा हालिदिइसक्थे है। मान्छेले बुझ्दैनन् क्या, मान्छेले किन बच्चा पाइरहेको छैन, भर्खर बिहा गर्ने बित्तिकै किन बच्चा पाएको छैन। के त उसको हेल्थ इस्युले हो कि त मेन्टली प्रिपेयर भएको छैन, कि फ्युचरमा प्लानिङ गर्छु भनेर सोचिरहेको छ, कि फाइनेन्सियली स्टेबल छैन, कि बच्चा पाउनु भनेको त एउटा ठुलो रेस्पोन्सिबिलिटी हो नि त। त्यो रेस्पोन्सिबिलिटी के बच्चा फात्त पारेर छोडिदिने त होइन नि होइन। अब कसलाई चाहिँ रहर हुँदैन र बिहा गरेपछि बच्चा होस् भनेर। मान्छेले कति चाहँदै पनि उनीहरूको बच्चा भएको हुँदैन। उनीहरूलाई त झन् त्यो दिएर टर्चर त दिन हुँदैन नि होइन मान्छेले। अब मलाई अब अर्को बच्चा कहिले पाउने, ल ठिक छ होइन, त्यो सबैको अब आफन्तहरूको अधिकारको कुरा हो। बच्चा अर्को 2टा बच्चा पाउनुपर्छ अब प्लानिङ गर्दा हुन्छ भन्नु त राम्रै कुरा हो होइन, पाउनै पर्छ। एउटा आँखा के आँखा होइन रे, एउटा आँखा के आँखा रे, 2टा आँखा चाहिन्छ रे। 2 सन्तान ईश्वरको वरदान, एउटा बच्चा पाएको मान्छे त हुँदैन रे। जबकि म एउटै बच्चामा खुसी भइरहेको छु। मलाई गरेदेखि मेरो बच्चाले एउटै बच्चाले गर्छ, नगरेदेखि एउटै बच्चाले गर्दैन होइन। मेरो इच्छाको कुरा हो, मेरो चाहनाको कुरा हो। जसलाई इच्छा लाग्छ उसले भन्थे नि पहिला सन्तानले डाँडाकाँडा ढाकुन्, अब अहिले त सन्तानले डाँडाकाँडा ढाकुन् होइन। सन्तानले पुरा देश विदेश ढाक्ने गरी पाए पनि मलाई कसैको मतलब छैन होइन। पाओस्, उनीहरूले पाओस् होइन। तर मलाई चाहिँ मान्छेले प्रेसर दिन भएन क्या। मेरो इच्छा हो नि त, मेरो जिउ हो होइन। अनि त्यसपछि जो मान्छेले भनिरहेको हुन्छ नि, त्यो मान्छेले मेरो बच्चालाई आएर कहिले एक दिन हेरिदिएको पनि हुँदैन, मेरो बच्चालाई केही गरिदिएको पनि हुँदैन। तर उनीहरूलाई नै हतार भइरहन्छ क्या, चुम धेरै भएर होइन। त्यही भएर अरूलाई प्रेसर दिने काम नगरौँ क्या। मान्छे हामी पनि दिमाग छ, बुझ्छौँ बच्चा अब कतिवटा पाउनुपर्छ, के पाउनुपर्छ, कि पाउँदिनँ, यही एउटा बच्चा भएर मलाई पुग्छ भन्ने हुन्छ नि त। त्यो बच्चा पाउनुपर्छ भनेर अरूले सिकाइराख्नु त पर्दैन होइन, यत्रो ठुलो भइसकेको मान्छेलाई। त्यही भएर हुन पनि सक्छ, म यही एउटा बच्चामा पनि हुनसक्छु, तर मान्छेलाई प्रेसर दिने होइन नि त। पाउनै पर्छ। एउटा बच्चा पाएको मान्छे त कामै नलाग्ने अरे, के काम नलाग्ने। धेरै बच्चा पाएर चाहिँ कसले के गरेको होला नि, अब मलाई चाहिँ थाहा छैन होइन। तर यो चाहिँ इट्स माई लाइफ एन्ड इट्स माई चोइस। त्यसैले मलाई चिन्नुहुने मान्छेहरूले प्लिज है 10 औँला जोडेर 2टा हात जोडेर नमस्ते गर्छु होइन। मलाई चाहिँ यस्तो कुरा चाहिँ सकेसम्म त सोधिदिनु, किनभने मेरो एउटा बच्चा भइसकेको छ होइन। म उसैमा खुसी छु। अब सोध्नु नै हुन्छ भने पनि सोध्नुहोस्, तर प्रेसर क्या होइन, गर्नै पर्छ, हुँदैन चाहिँ प्लिज नभनिदिनु होला है मलाई। म यति भन्न आएको। हस् त, नमस्ते।